Hello guys, back to back my YouTube channel MG गम्भीर ब्लग्स। सबैजनालाई नमस्कार छ र हाम्रो यहाँ राइनादेवी छहरा टालटुङ प्लाचौर भन्ने ठाउँमा गाडी चाहिँ हल्का एकदमै कोल्टिएर मलाई बोलाउनु भएको थियो। राति समथिङ 11 बजेतिर फोन गर्नुभएको थियो र म चाहिँ रातारात गएँ र अब गाडी पनि निकाल्यो, लगभग सकुशलै निकाल्यो। लास्टसम्म हेर्नुहोस् गाडी यस्तो भएको थियो कि धेरै कोल्टे थियो, लगभग सबै यस्तै कुसेको गाडी पनि अडिन्न थियो होला, त्यस्तोसम्म भएको थियो। र हाम्रो अब यो चाहिँ प्लाचौरको एकदम तलै छ र म यहाँ छु। अब गाडी त्यहाँ हामेर चाहिँ र यहाँ के यो समयपछि चाहिँ अब यहाँ खन्ने कार्यक्रम हो, गाडीको टायर बसाल्नको लागि भनेर अनि खन्नु भयो उहाँहरूले, मैले पनि खनिहालिहालेँ। त्यसपछि टायर यतातिर बसाल्यो, उता धेरै कोल्टे थियो कि एकदम। यता जनताहरू आएर हेर्नु भएको हो, मुसो मुसो हाँस्दै जनताहरू थुप्रो हुनुहुन्छ यता यता। अर्को गाडी पनि छ हाम्रो रामु सरको, उहाँ पनि पहिला त जेसिबी थियो, अहिले चाहिँ बेच्नु भएछ। हामी सँगै अपरेटर भएका थियौँ उहाँ र म चाहिँ। र अब यहाँ खन्ने कार्यक्रम भएर अब सिद्धाएर गाडी यत्तिकै सिधा गराइछ हामीले तानेर। अनि त्यो सिधा गराइसकेपछि हामीले फेरि यता तानेर मुढा राख्यो तलतिर। मुढा अब ढुङ्गाहरू सबै उठाइयो र गाडीलाई सकुशल निकालौँ भन्ने आशा राखेर जस्तो सोचेको त्यस्तै निकाल्न सफल भइयो र हेर्न सक्नुहुन्छ। र मेरो युट्युब च्यानलमा सबैले लाइक, कमेन्ट, सब्सक्राइब नभुलिकन गरिदिनु होला।